आज हामी सादा टोपी बच्चाले लाउने टोपीको ड्रा बनाऊँ है त। जस्तो बच्चाको एउटा कुनै बच्चाको शिर घेरा 21, त्यो टोपीको लम्बाइ 8 इन्च, त्यो मुजाभन्दा माथिको लम्बाइ भएको है यो 8 इन्ची। अब शिर घेरा अब कति गर्ने भने शिर घेराको हाम्रो शिर घेरा कति छ 2 र 1 21, 21 लाई 3 ले भाग गर्ने, 3 का 3 3 हुन्छ, 3 तिया 9, 3 चौको 12, 3 सत्ते 21 कटो कति आयो 7, 7 मा प्लस हाफ इन्ची सिलाइ भाग गरेर जम्मा हाम्रो कति आयो 7.5 शिर घेरा भनौँ। यसको यति नै हुन्छ है। अब हेर्नुहोस् हामीले कति राख्नु पर्यो, शिर घेरा कति राख्नु पर्यो 7.5, अब हाम्रो लम्बाइ कति छ 8 इन्च, 8 इन्ची लम्बाइ छ भने सिलाइ भाग हाफ इन्ची थप्ने र 8.5 है। 8 इन्ची लम्बाइ छ, हाफ इन्ची सिलाइ भाग थपेर 8.5 को लम्बाइ। अब यता चौडा फेरि 7.5 तल शिरको बराबरी हुन्छ है तल पनि 7.5। अब यो र यो जोड्ने, ल अब हेर्नुहोस् यस्तो एउटा कपडा जुन चाहिँ 2 पत्र हुन्छ है। टोपीको लागि चाहिँ 4 पत्र होइन 2 पत्र, यो 2 पत्र। अब शिर घेरा हाम्रो 7.5 छ भने यहाँनिर अब यसलाई अगाडि यसलाई पछाडि बनाऊँ है त। यो अगाडि छ भने अगाडि यो हाफ इन्ची। अब हाम्रो यो लम्बाइ कति थियो, हाम्रो लम्बाइ 8 मा हाफ इन्ची सरेर 8.5 भने 8 को आधी 4 मा चिनो लाउने, यसको बीचमा चिनो लाउने, यसको 7.5 को यता 3.5 भन्दा अलिकति उता बीचमा यसको पनि चिनो लाउने। यसको पनि यो बीच भयो, यसको पनि यो बीच भयो है। यो हामीले हाफ इन्ची अगाडि। अब यहाँनिर यहाँ पनि हामीले हाफ इन्ची भित्र चिनो लाउने है। अब हेर्नुहोस् अब हामीले यो हाफ इन्ची यो बीचबाट यो तलको हाफ इन्ची यसरी छड्के बनाएर तान्ने। अब यो हाफ इन्ची यहाँ पनि हामीले हाफ इन्ची तान्यौँ है। यो हाफ इन्चीमा यसरी तानेर अब यो बीचबाट यो बीचमा यो टोपीमा यस्तो टुप्पो हुँदैन नि त, नि यसलाई गोलो बनाउनु पर्यो है हामीले। अब हेर्नुहोस् सिधा जाने, हल्का अब छोड्ने, अब छोड्ने, अब यहाँ मिल्ने, यहाँ गएर गोलो भयो, यो टोपी भयो, यो गोलो भयो। अब हामीले यहाँ हेर्नु, यहाँनिर हाफ इन्ची तल यो बीच भाग हो, यो पनि बीच हो। अब यहाँदेखि यहाँसम्म शिर घेरा भागा 3 प्लस हाफ इन्ची बराबर हाम्रो कति सूत्र आएको छ 7.5 है, 7.5। अब यहाँदेखि यहाँसम्म चाहिँ हाम्रो लम्बाइ
हाम्रो लम्बाइ कति थियो टोपीको लम्बाइ 8 8 मा प्लस हाफ इन्ची गरेर 8.5 है यहाँ लम्बाइ लेखेको छ यो नाप लेख्नु हुँदैन किनभने कसैको 9 हुन्छ कसैको 10 हुन्छ त्यसै भएर यो लम्बाइ प्लस हाफ इन्च बराबर 8.5 अब यो हाम्रो यो टोपी तयार भयो है अब टोपीको तलको लागि हामीलाई यहाँ फेर चाहियो फेर हामीलाई कति चाहियो भने 7 इन्ची लामो चाहियो धेरै लामो हुँदैन 7 इन्ची लामो फेर चाहियो चौडा चाहिँ हामीलाई मुजा लाउने भाग चाहियो यो ठिक्कको पातलो मुजा लाउनु भयो भने अब यहाँ हेर्नु यो पातलो मुजा ठिक्कको लाउनु भयो भने यो शिर घेरा भने बाक्लो मुजा आउँछ तर सूत्रमा चाहिँ शिर घेरा को आधी राख्नु भन्छ पातलो पातलो मुजा हुन्छ बराबर कति 11.5 यो हामीले 11.5 को यता तान्यौं अब यो 7 यो शिर घेरालाई 2 ले भाग गरेर जति आउँछ त्यति मुजा भाग यो चाहिँ यसको लम्बाइ चाहिँ 7 इन्च यो हाम्रो के भयो यो 2 यहाँ बन्द हुन्छ है यो 2 पत्र है यो चाहिँ ठुलो हुँदा पनि फरक केही परेन अब हाम्रो चाहियो सात इन्चीको तुना यो तुना है यो तुना यो फेरको मुजा अब भयो अब अर्को यो पनि जति तपाईं मुजा राख्न चाहनुहुन्छ त्यति नै यो 1.5 इन्चीको तपाईको अगाडिको मुजा शिरको अगाडि शिरको यो मुजा यो चाहिँ के हो शिरको मुजा ल अब हाम्रो यो टोपी तयार भयो हस् त